हेलो नमस्ते यहाँ सबैजनालाई। आज म फेरि 12 महिनाभन्दा मुनिको बच्चाहरूलाई किन चिनी, त्यो पनि प्रोसेस्ड सुगर अथवा टेबल सुगर किन खुवाउनु हुँदैन त भन्ने कुराको जानकारी लिएर आइराखेकी छु। नम्बर 1 हो, बच्चाहरूको अनहाइजेनिक प्र्याक्टिस भयो भने अथवा चिनी खुवायो भने बच्चैदेखि नै दाँत आउँदा अथवा नआउँदादेखि नै उनीहरूको रुट डिके हुने प्रोभाबिलिटी हुन्छ अथवा दाँतमा किरा लाग्ने प्रोभाबिलिटी हुन्छ। नम्बर 2, उनीहरू ओबिज भनेको मोटोपन बढी हुने हुन्छ, जसले गर्दा उनीहरू मोटोदेखि नै हेल्दी देखिने तर उनीहरू चाहिँ वास्तवमा हेल्दी नहुने हुन्छ। नम्बर 3, उनीहरू न्युट्रिसन डेफिसियन्ट हुने प्रोभाबिलिटी हुन्छ किनभने उनीहरू गुलियो खानेकुराहरूमा बढी जोड दिइसकेपछि अन्य न्युट्रिसियस कुराहरू जस्तै तरकारी, फलफुल अनि कम्प्लेक्स कार्ब जस्तै भात जस्तो खानेकुराहरूमा उनीहरूको ध्यान नजाने हुनाले उनीहरू न्युट्रिसन डेफिसियन्ट हुने प्रोभाबिलिटी हुन्छ। नम्बर 4 भनेको उनीहरू हाइपर एक्टिभ हुने, उनीहरूलाई चाहिएको भन्दा बढी क्यालोरी प्रोभाइड भइसकेपछि उनीहरू चाहिएको भन्दा बढी एक्टिभ हुने, जसलाई हामीले हाइपर एक्टिभ भनेर भनिन्छ। जस्तो बच्चाहरू नसुत्ने, दिउँसोमा पनि नसुत्ने, राति पनि ढिलासम्म नसुत्ने, भन्दा बढी एक्टिभ हुने, होइन, टाउको ठोक्ने, आफूलाई हार्म गर्ने जस्तो समस्याहरू देखिन सक्छ। र अर्को भनेको उनीहरूलाई पछि गएर टाइप 2 डायबिटिज हुने प्रोभाबिलिटी हुन्छ। त्यसैले आफ्नो बच्चाहरूलाई एडेड सुगर नखुवाऊ। खानेकुराहरू मेरो बच्चाले त अब चिनी हाल्यो भने खान्छ, नत्र खाँदैन, के गर्नु, म त चिनी हालिदिन्छु भन्नुहुन्छ भने यो गलत गरिराख्नु भएको छ। यसले गर्दाखेरि हजुरको बच्चालाई पछिसम्म नै नेगेटिभ इम्प्याक्ट पर्ने हुन्छ। त्यसैले हजुरहरूले चिनी एड गर्नुको सट्टा केरा, डेट्स अथवा स्याउ जस्तो गुलियो फलफुलहरू, त्यसैले 12 महिनाभन्दा मुनिको बच्चाहरूलाई चिनी नखुवाऊ र उनीहरूको लङ टर्म हेल्थलाई ध्यान दियौँ सानैदेखि। धन्यवाद।